नमस्कार सबैजनालाई। आज यो भिडियोमा हामी हेर्नेछौँ कि हामीले भोट हालेको यानि कि मतदान गरेको रिजल्ट हामीले कसरी हेर्ने, घरमै बसी आफ्नो मोबाइलबाटै चेक गर्न सकिन्छ। यो हामीलाई अत्यन्तै जरुरी छ, हामीले सिक्नुपर्ने हुन्छ। त्यही भएर म यो भिडियो आज बनाउँदैछु र तपाईँहरूलाई सजिलो तरिकाले म यो भिडियोमा तपाईँहरूलाई बुझाइदिन्छु। त्यसलाई स्टार्ट गरौँ अनि म तपाईँहरूले यो भिडियोमा प्रोसेस स्टेप बाई स्टेप सबै सिकाउनेछु। सो भिडियोलाई लास्टसम्म हेर्दै गर्नुहोस्। तपाईँले धेरै इजी तरिकाले तपाईँले घरमै बसी यो भिडियो हेर्दाखेरि तपाईँहरूले आफै मोबाइलमा हेर्न सक्नुहुन्छ। सो भिडियो स्टार्ट गरौँ। सबभन्दा पहिला हामी गुगल क्रोममा जानुपर्छ। त्यहाँ लेख्नुपर्ने हुन्छ हामीले हाउ टु वाच लाइभ इलेक्सन नेपाल। इलेक्सनको यहाँ हेर्नुहोस्, यहाँ एउटा पेज खुलिसक्यो। यहाँ पेज खुलिसकेपछि हामी हेर्नु, यहाँ रातो बटन थिचिरहेछ, त्यहाँ तपाईँ थिच्नुहोस्। त्यसपछि तपाईँले त्यहाँ छान्नुहोस् आफ्नो प्रदेश, कुन प्रदेशमा तपाईँले हेर्नुपर्ने। त्यसपछि तपाईँले यहाँ जिल्ला छान्नुपर्ने हुन्छ, जिल्ला। त्यसपछि यहाँ तपाईँको जिल्ला, त्यसपछि त्यो वार्ड नम्बर या मतलब कुन वार्ड नम्बरबाट तपाईँले मतदान गर्नुभएको छ त्यहाँ त्यो वार्ड नम्बर पनि छान्नुहोस्। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईँले जति पनि मान्छे, जति पनि आवेदन उम्मेदवारहरू हुनुहुन्छ यहाँ सबै लिस्ट आउनेछ तपाईँलाई। अनि उहाँहरूको जति भोट पाउनुभएको छ सबै रिजल्ट त्यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले अर्को जिल्ला हेर्नुपर्ने हुन्छ भने सेम प्रोसेस तपाईँले एप्लाई गर्नुहोस्। तपाईँले सबै जिल्ला नेपालभरिको तपाईँले सबै भोट यानि कि मतदानहरूको पुरै रिजल्ट हेर्न सक्नुहुन्छ। सो यो भिडियोमा पुरै सजिलो तरिकाले मैले सम्झाइदिएको छु। तपाईँहरूले यदि केही डाउट भएमा तपाईँले कमेन्ट्स गर्नुहोस्, म तपाईँलाई राम्ररी बुझाइदिउँला हैन। त्यसपछि यही हो। अब भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनुहोस्, कमेन्ट्स गरिदिनुहोस्। अनि अर्को भिडियोको लागि म तपाईँहरूलाई अझै इन्फर्मेटिभ सिकाउने छु। सो थ्याङ्क यू एन्ड गुड बाई।